गृहमन्त्रीजीलाई पनि त्यहाँ उभिएर रोस्टममा उभिएर ठुलो स्वरमा भन्न मन छ कि म निर्दोष छु। रोस्टममा उभिएर कसैलाई यहाँबाट निर्दोष भनेर अदालतले फैसला सुनाए जस्तो फैसला पनि सुनाउन पाइन्न। सम्माननीय प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्रीजी माथिको जे विषय छ उहाँ निर्दोष हुनुहुन्छ, रोस्टममा उभिएर भन्नुभयो। केही सांसद मित्रहरूले पनि प्रतिवादमा भन्नुभयो उहाँ निर्दोष हुनुहुन्छ। को दोषी को निर्दोष भनेर न रोस्टमबाट न फ्लोरबाट यहाँबाट छुट्याउने यो विधि होइन, न्याय पद्धतिमा यो कहीँ पनि उल्लेख छैन। हामी चाहन्छौँ संसदीय छानबिन समिति बनाएर माननीय गृहमन्त्रीजीलाई निर्दोष साबित हुन पाउने जो हक छ त्यो उपयोग गर्न उहाँलाई दिउँ, त्यो दिइयोस्। तपाईँले दिएको जवाफ हामीले सुनिसक्यौँ, सडकबाट पनि सुन्यौँ, सभाबाट पनि सुन्यौँ, मिडियाबाट पनि सुन्यौँ। अब संसदीय छानबिन समितिमा तपाईँले जवाब दिन पाउनुपर्छ। तपाईँको हकको लागि पनि म यहाँ बोल्नलाई उभिएको छु। आउनुहोस्, बहस गर्नका लागि म ठाउँ निर्धारित गरिदिन चाहन्छु। त्यो हो नेपाल देशको काठमाडौँ जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रण म गर्न चाहन्छु।